हेलो यार सबैजनालाई नमस्ते। म छु कोरियाको साङदे सानमा हामी घुम्न आएका थियौँ। हाम्रा साथीहरू यहाँ फोटोसोटो खिचेर अहिले झर्न लागेका छौँ हामी होइन। यहाँ चाहिँ पछाडितिर यत्रो मान्छेहरू उभिरहेछन् नि। यो मान्छेहरू भनेको बसको लागि यहाँको सार्वजनिक यातायात पर्खेको मान्छे हो। नेपालतिर हुने हो भनेपछि गाडीवाला ट्याक्सीवालाले 200, 100, 300 कसैले 50 गरेर पैसा घटाएर आफ्नो गाडीमा प्राइभेट गाडीमा ट्याक्सीमा हुन्थ्यो होइन। यहाँ चाहिँ मान्छेहरू सार्वजनिक यातायातको लागि यस्तरी पछाडि टक्क पर्खिराखेको छन्। हेर्नुहोस् हामीले यो घुमेका ठाउँहरू हुने यस्तो प्रख्यात ठाउँहरू छन् यो बोर्डहरूमा। यस्तो यो पहेँलो पातहरू त्यस्तो किसिमको छ। हाम्रा साथीहरू पनि छन् पारिनेर ठ्याक्क यसरी जुम गरेर हेर्न सकिन्छ। हाम्रा दुईजना साथीहरू त्यहाँ छन्। त्यस्तो किसिमको छ। हेर्नुहोस् यहाँ कोरियामा एकदमै मान्छेहरू इमान्दार छन्, सार्वजनिक यातायातको मात्रै प्रयोग गर्छन्। यहाँ अरू जनताले अरूलाई डिस्टर्ब गर्ने प्राइभेट गाडीहरू छन् होइन। अब प्राइभेट गाडीहरू छन्, त्यो गाडीमा अरू मान्छेलाई हालेर पैसा उठाएर लिने त्यस्तो किसिमको वातावरण छैन। यहाँ चाहिँ एकदम लोयल कानुन बाई कानुन चल्ने सार्वजनिक यातायातको लागि हामी कुरेको लगभग यहाँ 40 मिनट भइसक्यो हामी कुरिराखेका थियौँ। मैले यो एउटा सन्देशमूलक भिडियो हुन्छ, किनकि जनताहरू इमान्दार भएपछि लोयल भएपछि होइन, सार्वजनिक यातायातको प्रयोग गरेपछि नियमबद्ध चलेपछि देश आफै सुन्दर हुन्छ, देश आफै बन्छ भन्ने एउटा सन्देशमूलक भिडियो बनाउनको लागि मैले यो भिडियो बनाएको। थ्याङ्क यू।